to Chitlan! Let's go to Chitlan! हाम्रो ट्रिप चितलाङको तपाईहरु प्लिज मेरो भिडियो हेरिदिनु होला, लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला। फुल इन्जोय र पहाडी एरियाको गाउँ घर भ्यू, पहाडको शीतलता र मनोरम भ्यूहरू तपाईले म हेराउने छु। यहाँ हामी हेटौडामा खाना खाएँ र खाएर अगाडि बढ्नेवाला छौँ। अब चुप लागेर पुरा मेरो भिडियो हेर्नु होला प्लिज, रिक्वेस्ट छ। मेरो भिडियो भोजपुरी र नेपालीमा हुनेवाला छ, किनकि हामी तराईवासी हौँ। अलि भोजपुरी पनि बोल्छौँ र नेपाली पनि बोल्छौँ। यहाँ हामी खाना खाएर आगे बढ्नेवाला छौँ। अगाडिको मनोरम दृश्यहरू तपाईहरूलाई देखाउने छौँ र फुल इन्जोय गर्नेछौँ। तपाईहरू पनि यो भिडियो मार्फत इन्जोय गर्नुहोला। त्यो गीत हो, गीत राम्रो हो। त्यो अघि न गाएको मेरो सामने वाली में एक चांद सा टुकड़ा रहता है, उखड़ा उखड़ा रहता कस्तो भिडियो दिनु यसलाई इन्द्र सरोवर भनिन्छ। राजाले नाम दिएको इन्द्र सरोवर स्वर्गको ठाउँ। अहिले हाम्रो डेस्टिनेसन टाढै छ। यो हेर्नु गाउँघरको भ्यूहरू हेर्नु कति राम्रो भ्यू। पुराना घरहरू पनि छन् र राम्रा अब भागको घरहरू के भने मसँग शब्द छैन भन्नको लागि। त्यही पनि हेर्नु र इन्जोय गर्नु कति राम्रो पुरानो घर छ। अब आइपुग्यौँ हामी यही हो चितवन हो। हामी हेरेको यही हो। जो दूर से अच्छा दिखता है ना, करीब से और अच्छा दिखता है चितवन। नेपाल है यही देखाउँछ। टिकटकमा त हेरेको के नि भन्दै थियो। मोबाइलमा हेरेको भन्दा नजिकै गएर हेर्नु नि थाहा हुन्छ। राम्रो भ्यू छ मेरो मोबाइल। नेपालको यो गाउँमा आएर बस्नु सब अर्ग्यानिक शुद्ध हावा, चिसो आफ्नै कडा सवारीमा फरे, आफ्नै करे सवारीमा फरे के फल्छ हावा हुरी।
मौसम तो ऐसा है देख के दिल गार्डन गार्डन। मैंने गांव देख के दिमाग फ्रेश हो गया। तो क्या ही है गिरा एकछिन हामी यो होटलमा बस्नेवाला छौँ र यो भ्यू हेर्नु कति राम्रो भ्यू छ। जति हेराउँदा पनि भ्यूको के भन्ने बडा राम्रो यताको भ्यू छ। यो होटलमा एकछिन बसेर चिया सिया खाएर हामीलाई होटलको मान्छे लिन आउनेवाला छ। हामी माथितर्फ लाग्नेछौँ, अलिकति यहाँ बस्छौँ। पहाड पछाडिको हेराउँदैछु म, हेर्नु। बाटोमा जाँदा जाँदै एउटा खानेकुरा हामीलाई भेट्यो, त्यसैले टिप्यौँ। यो हेर्नु के हो, मलाई कमेन्ट गर्नु होला। मलाई त्यति थाहा छैन यो, र कमेन्टमा लेख्नु होला प्लिज। लड्डू जस्तो छँदैछ। देखो भाई है, देखो ये मैं झाड़ी में नुका था, लोग पहाड़ में आयल बा, लोग एकांत में उतर उतर गाड़ी से एकछिन होटलमा त्यो बसेर चिया सिया खाएर हामी आफ्नो गन्तव्यतर्फ लाग्यौँ। हामी चितलाङ आइसके। चितलाङको यो गाउँ हो, चितलाङको गाउँ हो। कति राम्रो गाउँ छ, एकदम सुनहरा गाउँ छ। एकदमै राम्रो छ। हामी यहाँ घुम्न आएको हो चितलाङमा। हाम्रो होटल, मेरै होटल। अब हामी आइपुग्यौँ होटल साइड। होटलको पनि तलको भ्यू हेर्नु, अलिकति माथि चढेर जानु छ हामीलाई। चलो चलो जल्दी चलो। तेराईको मान्छे पहाडमा चढ्न सकिरहेछ होइन।
हामी पुग्यो यो हेर्नु हाम्रो होटलमा पुग्यौँ अब कति राम्रो होटल छ है राम्रो होटल छ यहाँ रमाइलो पनि हुनेवाला छ धमाल पनि हुनेवाला छ बवाल पनि हुनेवाला छ भ्यू हेर्नु स्वर्गमा हामी आइसक्यौँ स्वर्ग हरियो वन नेपालको धन यहाँ स्वर्ग छ खाली स्वर्ग राम्रो छ देखो अभी आए लोग नाच पहले टिकटॉक शुरू हो गल बनावल डांस नाच हमनियो बनाम सन मजा आए पहले बैग राख्ने होटलमा हामी आएपछि हामीले पायौँ स्नैक्स र अब स्नैक्सको मजा लिँदैछौँ पपकर्न आलु चिप्स र गुन्द्रुक यो हामी अहिले पपकर्न खाइरहेछौँ होइन ल हेर्नु यो चिप्स पनि छ यहाँ आलु भुटेको आलु र सादेको गुन्द्रुकको गुन्द्रुक मिठो भएन मलाई है मिठो छैन देखि सबजना यहाँ बिजी हुनुहुन्छ टिकटक बनाउनको लागि यहाँ सम्धिनी दिदी र पर्मिला दिदी उहाँको बहिनीहरू सबजना हेर्नु कति इन्जोय भइरहेछ मजा आइरहेछ हेलो सानी देख कितना दामी व्यू बा जैसे स्वर्ग में आगल बनी सन ये देखिए ने पाके लागल सॉरी सेकुआ पाके लागल उन्हें लेडीज सब टिकटक बना रहल बा देखी दामी सेकुआ बा बने लागल आज वही फुल इन्जॉय यतातिर हाम्रो बार्बिक्यू हुँदैछ यतातिर सबजना टिकटकमा हामी बिजी छौँ सबजना यहाँ फुल मुडमा छन् एकदम डान्स गर्नको लागि र इन्जोय गर्नको लागि धमाल मचाउनको लागि यो हेर्नु पुरा हामी तरकारमा छौँ बवाल गर्नको लागि डिजेमा डान्स चश्मा मैले काला चश्मा ला चश्मा लगता जीवन बनाइसक्यो फेरि एउटा कुरा याद राख्नु तिमीलाई खानु छ जाऊ अहिले बनाएको छुइनँ उताबाट डान्स गरेर फेरि हामीलाई भोक लागेपछि हामी आयौँ भात खानको लागि यो हाम्रो खाना हो भात पापड दाल सलाद र काउलीको तरकारी चटनी र यो चिकन यो हेर्नु हाम्रो बिहानको भ्यू रातिमा त धमाल समाल गरेर सुत्यौँ अहिले हेर्नु 6:30 बजेको भ्यू कति राम्रो छ कस्तो लाग्यो त नेपाली भोजपुरी हिन्दीमा कस्तो लाग्यो तपाईँले
फेरि हेर्नु हामीलाई दिँदैछ यो अन्डा ब्रेड चिया सिया। अब हामी खाएर हामी जानेछौँ आफ्नो घरतर्फ। त्यहाँ छ त एउटा अझै मम्मी बाबुसँगै बाबु गुड मर्निङ चितलाङ। देखो सवेरे सवेरे कति राम्रो यहाँको भ्यू छ। हाम्रो ब्रेकफास्ट पनि भइसक्यो हैन। अब मजाले अलिकति भिडियो सिडियो बनाउने टिकटक बनाउने अनि आफ्नो घरतर्फ जाने। अब हामी जाने तर्खरमा छौँ। है ये बाटो हमने कालू आएर निसन अब जाता निसन देखी जाओ ना रास्ता से आएर निसन वही रास्ता से हम जा रहल बनी सन। वही से कहल जाला सबसे प्यारा अपन घर बा। हम अब स्वर्ग छोड़ के जा रहल बनी सन। व्यू हेर्नु कहाँ बैकुंठ धाम अपना घर है। अब हम घर जाता इंसान अपने लोग कैसा लगा वीडियो कमेंट कर हम लोगन। हमने तो एंजॉय कैनी लोगन। अपने लोग वीडियो देख के एंजॉय कैनी कि ना कैनी बताएं।